वल्लो चाहिँ बिचको कलसमा राखेर पर्दैन जति भिडियो बनाउनु पऱ्यो भने हो तपाईँ त्यहाँ बसेर अनि त्यहाँ सुत्दै ल्याउनु हो त्यसो गर्नुपर्छ ल म पढ्छु है त ओम सुमङ्गली ल ओम सुमङ्गली रिया बधुरीमा पश्यतां पश्यता सौभगाय यथा तं दत्त विपरे यथा तं विपरेतनः ल्याउनु सर हात डल्लै ल्याउनु माथि खास छोड्नु ल फेरि अर्को जोडी लानुहोस् ओ सुमङ्गली रिया बधुरीमा पश्यतां सौभगाय यथा तं विपरेतनः अर्को जोडी ओम सुमङ्गली रिया बधुरीमा गुण समेत पश्यतां सौभागाय दत्त यथातं विपरेतनः ल लाटे नि झिप्या निधारमा यसो टिको लगाइदिनु भयो तिनचोटि भयो सिन्दुर पात्राणी च तस्यै दध्यात् त्यो बिर्को लाउनुहोस् त्यो दुलाईको हात दिनुहोस् त्यो सिन्दुरको पात्र ओ सिन्दुर पात्रम तस्यै दध्यात् सिन्दुर पात्रम कन्याम दध्यात् हात बना नि अझ याद त अब हो सम्झा सम्झी लिएलानु भने पछि गरौँ है फेरि ल ल तपाईँ गाउँ सार्नुबाट पऱ्यो कहाँ हुन्छ छोइदिनु पऱ्यो नि त डराउँछ अरे छोइदिनु पऱ्यो ढिलो त भइसक्यो मान्छे कहाँ अब मको पाके पाकेन हेर पाके भयो लाउनु त्यतिर गयो त यस्तो भाग लाउनु औँलाले फेरि फेरि पार फेरि तार्नु तार्नु हुन्छ ल ऊ वा औलीमा चढाउ अलिकति पृथ्वीमा चढाउ पृथ्वी हो ल तपाईँ पनि औँलाले ल्याउन यसमा ल नानीले यता लगाइदिने बाबुले उता लगाइदिनु ल आत्मान गरेर आउँछ जल ल्याउन उ त्यो अमखरा होला ल यसो यता यता तपाईँ हात यस्तो हजुर हात ल यस्तो यस्तो मुहा पानी लाउ नानी उल्टो भयो बीचमा सुपारी र जलीले के हुन्छ नि त सुपारी त्यहाँ चाहियो म यस्तो यहाँ खिचिरहेको छु हजुर हो ल यताबाट उता ल ल यहाँ आउनु त पवन कहाँ जनी सुपारी त्यहीँबाट दिने होइन त्यहीँ छ भइसक्यो त ए खोइ भाइ है भाइ ओ शिवराम यता आऊ यता अलिकति आँपियल पात लिएर जाऊ एउटा फुल लिएर जाऊ आँपियल पात एउटा फुल लिएर जाऊ त यहाँ माथिको झिका न त्यो तलको झिका नजिक हो यहाँ पछाडि छ त त्यहाँ जाऊ ले जाऊ एउटा फुल लिएर जाऊ त्यहाँ गएर भुटाऊ कहाँ छौ उता उता पल्लोपट्टि जाऊ तिमीले त्यहाँ भुटिरह है लाजा माथिबाट लाजा हालेर लाजा उता छ उता लाजा टिप त उतापट्टि यतापट्टि जानु तिमी यतापट्टि ए लामै छ पढ्दै गरौँ न ल जाऊ त्यो चलाएर नि तल राखेर हो एउटा उता साइड नि औँठी फुकालौँ त्यही राख्नु त्यो बेहुलाको होइन त्यो ठिक छ ल खोइ लाजा हाल्ने भुटिरहने है बेला भान पाउनु बेला भएको छैन है गुरुले उता हुन्छ भनेपछि मात्रै मन्त्र चाहिँ पुरै पढ्न दिउँ न तिमीले भुटिरहने तिमीले केही गर्नु पर्दैन एकजनालाई समात्दै हुन्छ त्यो 3-4जनालाई समात्दै पर्दैन त्यो किन जात्रा गर्नु त्यो जे हो नि हाम्रो बहिनी नपठाइसु अब